गौँडालधुरा बजार पनि स्टार्ट भइसक्यो। अब चाहिँ यहाँबाट चाहिँ यो चाहिँ तुफान डाँडाको एरिया पर्छ। माथि चाहिँ के भन्छ बागबजार गौँडालधुरा बागबजार भन्छ माथि बस्दा साइडतिर। यो चाहिँ तुफान डाँडा एरिया। यहाँ चाहिँ पेट्रोल पम्प तुफान डाँडाको पेट्रोल पम्प। चिसोले बाइक कुदाउनै बनिरहेको छैन क्या। यस्तो चिसो हावा छ नि। यो घाम लागेको भए पनि तर हावा चाहिँ चिसो के पुरा भित्रै हड्डीसम्म पस्ने चिसो क्या। नाकमा चिसोले यस्तो भएको छ नि। गाह्रो छ जाडो मौसममा हिल्समा बाइक चलाउन। अन्त बाइकको यात्रा त कहिले पनि त्यस्तै हो र। राम्रो चाहिँ कहिले हुँदैन बाइकको यात्रा चाहिँ। बर्खामा पानीले भिज्ने डर, हिउँदमा जाडो, गर्मीमा गर्मीले पोल्ने। गाह्रै हुन्छ बाइकको यात्रा चाहिँ। तुफान डाँडाको मेन बजार यहाँबाट चाहिँ। चिसोले बोल्न पनि कस्तो कस्तो गाह्रो 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 छ गाईहरू गाह्रो छ। पहाडको बाटो यस्तै हो। एउटा गाडीले रोक्यो कि बाटो साँघुरो भएर सबै रोकिनु पर्ने क्या। यो चाहिँ डडेलधुरा बजार बाइक बजार एरिया। बाग बजार एरिया
कुन एरिया बाग बजार आजभोलि त यता यो बाटोहरू पनि अलिक चौडा बनाइरहेछ पहिले त साँघुरो थियो यता यो पसलहरू घरहरू यता पछाडि हटाएर बाटो चाहिँ चौडा बनाउन खोजिरहेछ यता है जस्तै छ डडेलधुरा बजार हेर्नु त दामी छ नि है बजार पहाडको बजार जस्तै हो डाँडामा हुन्छ दामी हुन्छ सही हुन्छ त्यस्तै हो यो चाहिँ बस पार्क है डडेलधुराको बस पार्क यो काठमाडौँको लागि यो बसहरू जान्छ यहाँबाट यो लोकल जीपहरू हाइसहरू चाहिँ धनगढी महेन्द्रनगर चल्छ अनि यहाँ यो टिभी गाडीहरू धनगढी महेन्द्रनगरको लागि यहाँ क्युमा बसिरहेछन् पहाडको एरिया पोखरा बजार